1.5 महिनामा नै अत्यधिक आलोचना गरेर आम मानिसमा भ्रम छर्ने काम कुनै पनि नेताले नगरे हुन्छ। सँगै अँगालो मार्ने घुम्तीहरू आउँदैछन्, अहिले हामीले दाँत बजाउनु पर्दैन, आउँदैछन्। अस्ति भर्खरै आयो, फेरि पनि आयो। त्यसैले गर्दा म सबैलाई अनुरोध गर्न चाहन्छु, अनावश्यक विषयहरूलाई धेरै उचालेर आम नागरिकमा आशंका पैदा गर्ने काम नगरिदिनु होला। हामी सहकार्य गर्ने ठाउँहरू टन्नै रहन्छन्। देशको हितका लागि हामी फरक दलमा भए तापनि एकै ठाउँमा उभिने कयौँ बाटोहरू छन्। ती बाटाहरूमा, ती घुम्तीहरूमा, ती मोडहरूमा हामी सँगै हिँड्नु। यतिको भएपछि हर्कदाईको मुख टालिन्छ कि नै? अब त टालिन्छ होला यतिको जवाफ आएपछि त। ल ठिकै छ, अब जे होस् चाहिँ रवि दाईले राम्रो जवाफ दिनुभएको छ। अब हर्कदाईले बुझ्ने कुरा हो, पछि हातेमालो गर्न पर्छ कि नै भन्ने कुरा हो। अब यो कुरा सुनिसकेपछि त चाहिँ हातेमालो गर्नै पर्छ। त्यही भएर हर्कदाईको मुख अब टालिने सम्भावना चाहिँ बढी भयो है। ल।